गुड इभिनिङ सबैजनालाई। र आज म तपाईहरुलाई मेरो 6 बजेको मिल शेयर गर्न गइरहेछु र आजको मेरो 6 बजेको मिल एकदमै युनिक छ। सो म तपाईलाई यो शेयर गर्दैछु। सबैभन्दा पहिला त मेरो हातमा तपाईले बट्टा देख्नु हुँदैछ। यसमा यो हाम्रो सिक्किमको दही छ है, कर्ड, जसलाई हामी दही भन्छौं है, इङ्ग्लिशमा कर्ड भन्छ। र यो सँगसँगै मैले एउटा केरा ल्याएको छु हो। र यसलाई म यो दुईटालाई म एउटा चिजमा मिक्स गर्न गइरहेछु है। म भन्छु, हमेशा भन्ने गर्छु, तपाईलाई के खानुपर्छ याद छ भने तपाईको एभ्री मिल हेल्दी हुन्छ। र म तपाईलाई त्यो चिज देखाउन गइरहेको छु। र अब म यो दहीलाई वेट गर्न जाँदैछु। कति छ यसको वेट है। आदि त मैले खाइसकेको थिएँ र यसको वेट छ तपाईको 173 ग्राम्स। हेर्नुहोस् नेट वेट। प्लास्टिक 3 ग्राम होला, 170 ग्राम पक्रिङ यसलाई। र दहीमा 170 ग्राम्स दही छ। यो कर्ड यो हो चिउरा है, जसलाई हामी फ्याट एन्ड राइस पनि भन्छौँ। र हाम्रो जिमको एकजना बहिनी बोलबम गएको रहेछ र उहाँले यो ल्याउनु भएको प्रसाद है। र जिममा खुबै कम्तीले प्रसाद खायो है, धागो बान्यो, टीका लगायो। तर यो चिउरा चाहिँ खानु बेसी खाएन। सो द्याट यो उप्रेर गयो र अन्नलाई फ्याक्नु हुँदैन। अन्नले श्राप छ, तपाईलाई थाहा होला। र म अब यो चिउरालाई मेरो दही र केरासँग मिसाउँछु। र आज असार 15 गते होइन, तर तपाईको यो जुन चाहिँ मेरो मिल छ आजको, दही, चिउरा र तपाईको केरा एकदमै हेल्दी हुन्छ। र साथमा म अलिक टेस्टको लागि यो जुन चाहिँ छ यो मिठो खालको यो त्यो के भन्छ माला मिठाई, यसलाई मिसाउँछु। किनभने अलिक सुगर पनि खान्छु। सो द्याट अलिक एनर्जी आओस् बडीलाई। र म यो तिनटालाई मिसाउन गइरहेछु मेरो मिलमा आज। फाइनली जुन चाहिँ मेरो मिल छ कम्प्लिट भइसकेको छ। र यसमा है जुन चाहिँ देख्न सक्नुहुन्छ तपाईले चिउरा है, केरा र दही हो, सबै मैले मिसाइसकेको छु। र यसमा मलाई तपाईको है जुन चाहिँ यो तपाईको 170 ग्राम पक्रिन्छु दही। यसमा तपाईको 22 ग्राम्स हैन, 20 ग्राम्स मैले प्रोटिन पाएको छु है। र यसमा कार्बोहाइड्रेट पनि छ, किनभने मैले भने चिउरा एकदमै दामी कार्बोहाइड्रेट हो। यसमा पानीको मात्रा कम्ती हुन्छ। सो क्वान्टिटी कम्ती राख्नुहोस् होला, किन क्यालोरिज अलिक हाई छ। किनभने फ्याट एन्ड राइसमा सुक्खा हुन्छ। सो द्याट यसमा क्यालोरी अलिक हाई हुन्छ। र म 6 बजेको मिल खान गइरहेको छु। तपाईले पनि खाना जान्नुभयो भने है, जुनै चिज पनि राम्रो हो, तर त्यसको कुन चाहिँ तपाईको पोर्सन र तपाईको के छ त्यसमा प्रोटिन कार्बोहाइड्रेट के छ त्यो खान जान्नु भने तपाईको एभ्री मिल हेल्दी हुन्छ। थ्याङ्क यू।